बुढी हजुर के भयो बुढा? आज मैले अस्थायी साधन ल्याएको छु नि। होइन के हो यो अस्थायी साधन भनेको? होइन यसलाई त्यति पनि थाहा छैन क्या हो अस्थायी साधन भनेको। तैँले र मैले उत्यो गर्दा लगाउने चिज हो के। होइन के हो त्यो फेरि? होइन उत्यो भनेको उत्यो के उत्यो ए त्यसो पो बल्ल बुझिस। बुढा अनि खै कहाँ छ त्यो साधन? भनेपछि त ठुलो होला है, ल्याउन त ल्यायो, बरु कहाँ पो राख्ने होला? घरमा पनि अटाउँछ कि अटाउँदैन? फेरि छिमेकीले देख्यो भने त अबिछ्या, देख्यो भने के सोच्छन् होला हामीलाई? अबि वाह। राम 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 हेर्दा यसको दिमाग अनपढ गवार। हेर यी यस्तो हुन्छ, यति सानो छ, मेरो पकेटमा पनि अट्छ। अनि बुढा कति सानो हो त? कसरी चल्छ? इन्जिन हुँदैन कि ब्याट्रीबाट चलाउने हो? हे भगवान, मैले बुढी यही दिन देख्नलाई ल्याएको, यही कुरा सुन्नलाई ल्याएको। हे प्रभु। हजुरले मलाई माया गर्नुहुन्न, म भन्दा राम्रो अर्को कोही भेट्नु भयो होला है? भन्नु न तपाईँ मलाई कति माया गर्नुहुन्छ? तिमी त हो नि मेरो मुटु, मेरो प्राण, मेरो संसार। तिमी बाहेक अरू को छ र? त्यही भएर मलाई त्यसको बारेमा केही नभन्नु भएको। त्यो साधन भनेको मेसिन इन्जिन होइन नि। त्यसो भए के हो त? यस्तो हो के, ल सुन म भन्छु। त्यो भनेको त उत्यो गर्दाखेरि मैले मेरो प्राइभेट चिजमा लगाउने चिज हो के। ए कन्डम? ओए चुप, कति चर्को बोलेको? सुना, सबको सुना, छिमेकीको पनि सुना। अनि के त कन्डम भन्न पनि? हेर्न फेरि, तँलाई थाहा छ यो के हो? थाहा छ। ल ठिक छ, त्यसो भए तैँले सबै बुझिसकिस्। भरे बेलुकाको लागि रेडी भएर बस। 6वटा पिस छ। आमामामा 6 पिस? बुढा त्यत्रो सक्नुहुन्छ त? के सोचिएस्? तेरो बुढाको एनर्जी देखे छैनस्? चाहिने बेला देखाउनुहुन्न, नचाहिने बेला चाहिँ देखाउनुहुन्छ। होइन, तैँले के भन्न खोजेको हँ? बरु चाहिने ठाउँमा आफ्नो एनर्जी देखाउनु भनेको। ल धेरै स्मार्ट नबन, बेलुका देखा आफ्नो ट्यालेन्ट। ओ माई गॉड, मेरो बुढा कति बुझ्ने हुनुहुन्छ है? धेरै मस्का नलगा, मलाई थाहा छ म कति स्मार्ट छु भनेर। बुझिरहेको छु तिम्रो नौटङ्की। अब हिँड खाना खान। ल के पकाएकी छस् तरकारी? मासु, तर हड्डी नभएको। जहिले दही मसौरा, बिहान पनि मसौरा, दिउँसो पनि मसौरा, बेलुका पनि मसौरा। अरू केही पकाउन जान्दिनस् तैँले? डेली मासु खान त के धनी बाबुको छोरा पनि हुनु पर्यो नि? अब म मासु खान पनि धनी बन्नु पर्यो? त्यही पनि म धनी त छु नि, पैसाको नभए नि मनको। त्यो त हो, तिमी मनको धनी छौ, तर बुढा मासु खान त पैसाको धनी हुनुपर्ने रहेछ। बाबा धेरै नबोल, त्यही हड्डी नभएको मासु भए पनि दे। झन् आज मासु खाएर एनर्जी देखाउनु पर्ला भनेको मसौरा पकाएर बिताइ। ल मसौरा खाएर पनि आउँछ एनर्जी त। झन् नाम सुन त, मासु मसौरा कुन ठुलो? बाबा धेरै भाषण नदे, भोक लागिसक्यो मलाई। ल आऊ छिटो। वाह बुढी, मसौरा भए पनि यो मासु भन्दा कम थिएन। यस्तो मिठो बनाउन नि, त्यो तेरो हात चाहिँ चुम्न मन लाग्यो। बुढा पनि धेरै नटी नबन्नु न। होइन बुढी, तिम्रो हात त साह्रै मिठो। अलि नजिक आऊ त, तिमीले जे छोए त्यही मिठो हुन्छ। होइन बुढा धेरै मस्का नलगाउनु, तपाईँको आजको नियत बुझिसकेको छु। कम भाटी चाहिँ अहिले नै सुरु गर्नुपर्छ क्या?
अनि बुढा तिम्रो त्यो साधन सकिएपछि के गर्ने? बुढी तिमी टेन्सन नलिग न, मसँग आइडिया छ के। ओके बुढा। अनि बुढा कस्तो भयो? एकै दिनमा 6वटा सक्नुभयो त। अब भोलि के गर्ने? तँ धेरै टेन्सन नलिग न, म छु। जो हल्का मनतातो पानी त किन र बुढा? जे गरे पनि गर्छु, तँ भनेको मान्न। बुढा पानी मनतातो भयो। त्यसो भए अघि युज गरेको कन्डमहरू कता छ? लिएर आऊ त। अनि धोएर सुकाएर अनि तोरीको तेल लगाएर फेरि राख, भोलि पनि युज गर्नुपर्छ।